ग्यास अन गरेर लुगा धुन गएको थिएँ आउँदाखेरि त म लुगा धुँदा धुँदै ग्यास अन छ भने बिर्सेछ आवाज ठुलो आयो अनि आएर हेरेको यहाँबाट गएछ हावा धन्न कुकर पड्किएन कस्तो भएछ अब मेरो तरकारी यस्तो भएछ ए आमा उयो भाँडा कसरी मान्ने धन्न कुकर पड्किएन ए यहाँ छ नि जुन एक्युरेसी लेखेको हो यहाँबाट जाँदो रहेछ क्या हावा त्यो एकदमै धेरै पड्किनु भन्दा अगाडि चाहिँ यहीँबाट गयो अनि म त आवाज सुनेर आउँदाखेरि त यस्तो भइसकेछ भगवान अब यो के गरी मान्ने खाना त बरु फेरि पकाउँला मेरो यस्तो नयाँ कुकर मेरो नयाँ छ यस्तो भयो हालत मेरो कुकरको हालत यस्तो भयो अब के खाने कुकर के गरी मान्ने